गाइस नमस्ते। आज म तपाईहरुलाई पास्ता कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। बाबु नानीहरुको लागि स्कुलको लागि तपाईहरुले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। मैले चाहिँ सुरुमा कराई बसालिसकेपछि अन्डा फ्राई गरिसकेपछि मैले यसमा पास्ता राखेँ। मनपर्ने भएकोले मैले यसमा केही पनि एड गरिनँ। तपाईहरुले प्याज गुलबेरा सबै राख्न सक्नुहुन्छ। तपाईहरुले यसमा गुलबेरा प्याजहरु सबै राख्दा पनि हुन्छ। मेरो बाबुलाई चाहिँ गुलबेरा प्याजहरु मन पर्दैन, त्यही भएर